के छ एकदम खुसी खबर केही सुन्न पाउँछौँ पाउँदैन आज हामीले सेलिब्रेटीहरूलाई राखिदिनु न त्यहाँ भित्र प्रतीक्षालाई चाहिँ राखिदिनु उहाँहरू होइन भित्र हुनु बाहिर बाहिर 5 मिनट बस्यो है सोध्नु पर्छ एकछिन जे भन्नु त्यही गर्छ निर्देशन त होला तपाईहरुले अलिकति मान्यता गर्छ है रविदालाई भेट्यौँ अनि सबभन्दा ठुलो कुरा चाहिँ रविदाको जुन कन्फिडेन्ट छ नि त्यो कन्फिडेन्ट यस्तो लाग्यो कि मलाई र मैले अघि पनि भने जाने बेलामा आज रविबार हो त्यसकारणले गर्दा रविको जित हुन्छ किन जित हुन्छ भन्दाखेरि जो मान्छे आरोपी छ या जो मान्छे केही छ भने त्यो मान्छेमा ग्लानी हुनुपर्ने हो नि त त्यो छैन नि त त्यसकारणले गर्दा आज यत्रो पब्लिक रविदाईसँग छ रविदाईले राम्रो काम गरेर आज एउटा नेता जन्माउँदैछौँ हामीले के भन्छु भने सबैभन्दा ठुलो कुरो कानुनमै त्रुटि छ न्याय पाउने दोषीले सजाय पाउने न्याय निर्दोषले न्याय पाउने भन्ने कुरा यसमा आकर्षित छैन प्रथम उहाँलाई अबको 24 घण्टाभित्रै जेलबाट बाहिर निकालियोस् उहाँलाई भित्र राखेर हामी कुनै फाइदा देखिन आदरणीय दर्शकबिन यति बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जो देशको लागि के गर्छु भनेर अमेरिका छोडेर नेपाल आएका थिए र अन्याय अत्याचार पीडा सहन नसकेका धेरै व्यक्तिहरूको मनमुटुमा अमिट छाप बनेर रहेका पनि थिए तर उनले देशको विकृति विसंगति अन्याय अत्याचार भ्रष्टाचार विकृतिको विरुद्धमा आवाज उठाउँदै गर्दा उनले एउटा पार्टी तयार गरे जुन राष्ट्रिय स्वतन्त्र पार्टी उक्त पार्टीले गत निर्वाचनमा 20-21 सिटसम्म जित्न सफल भयो तर उनै रवि लामिछाने आज देश र जनताको लागि केही गर्छु भनेर अगाडि बढेका रवि लामिछानेलाई आज पहिलो चरणमा 84 दिनसम्म हिरासतमा राखियो भने अहिले पनि उनी हिरासतको जीवन भनौं भित्र थुनिनु परेको छ हजुर यसै सन्दर्भलाई लिएर देशमा घटेका समसामयिक विषय उठान गर्ने गरी आज हामी एकजना यस्तो व्यक्तित्व हुनुहुन्छ जसलाई हामी सम्पूर्ण मिडियामा स्वागत गर्न चाहन्छौँ नमस्कार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिजो रिहाई गरिन्छ र उहाँलाई आफ्नै हातले बुनेको माला लगाउन पाउँछौँ भनेर कतिपय समर्थकहरूमा खुसियाली छाएको थियो तर बेलुकीसम्म अबेरसम्म कुर्दा पनि त्यो समर्थकको आँखामा भनौँ मुहारमा खुसीको पल आउन सकेन उहाँ बाहिर निस्किन सक्नु भएन यस सन्दर्भमा तपाईँ के भन्न चाहनुहुन्छ अब सर्वप्रथम उहाँलाई अबको 24 घण्टाभित्रै जेलबाट बाहिर निकालियोस् उहाँलाई भित्र राखेर हामी कुनै